अघि नाच्दाखेरि कस्तो ए हाम्रो दाइको यहाँ नचाइ ए ए नगर्नु न यो 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 लिरिकवाला नगर्नु न यो चाहिँ अनि अलिकति ढुङ्गाले पिक्लिप्त पार्यो भने त अनि दुईजना त हामी त हेलो गाइज स्वागत छ फेरि पनि एउटा भिडियोको साथमा आज हामी चाहिँ लाग्दैछौँ ठुलो डुलुङसम्मको यात्राको लागि तर अलरेडी 4:15 भइसकेको छ यहाँ चाहिँ अब हेरौँ टार्गेट चाहिँ ठुलो डुलुङसम्मको हो अब यस्तै छ यहाँको हामी यहाँ कहाँ पुगेछौँ अहिले यो हात्तीवनको अपार्टमेन्टमा पुगिसकेछौँ यहाँ देख्न सक्नुहुन्छ हामी यहाँ दाइ हुनुहुन्छ हाम्रो दाइ अनि पछाडि हुनुहुन्छ हाम्रो दाइ एकजना तिनजनाको आजको यात्रा ठुलो डुलुङसम्मको टार्गेट हो हाम्रो तर अलरेडी 4:30 हुन लागिसक्यो अब हेरौँ कहाँसम्म पुगिन्छ अहिले हामी कहाँ डेचो भन्ने ठाउँमा आइपुगिसकेका छौँ डेचो कि डेचो हो यो डेचो हो है नेपाली पनि राम्ररी नआएर त नाच्छ है यहाँ चुनकोटी नागिसक्यौँ हामी डेचो भन्नेमा आइपुगेका छौँ के हो बुढा त अनि चम्किनु थाल्यो त भिडियो बनाएको देखेर उयो बुढा एकचोटि सोधेको थियो यार एक्सिडेन्ट गर्छ होला होइन भन्नुपर्ने थियो सोधेको थियो क्या भिडियो बनाएको हो भाइ भन्यो बुढा त अनि हो त त्यो 150 होला गएर भिडियो बनाएको देखेर बुढाले सोध्यो भाइ भिडियो बनाएको हो भन्यो मैले नसुने जस्तो गरेको थिएँ क्या बुढा त हुर्केर गयो त यता हाम्रो फेरि खतरा छ है हाम्रो महेश सरको हरन चाहिँ यहाँ हेर्नुहोस् उहाँ खतरा राइडर पोजिसनमा आउँदै हुनुहुन्छ हाम्रो दाइ आज उहाँको पर्फर्मेन्सको आज यहाँ तुलना हुनेवाला छ है बुढा त अनि झोक्यो त हाम्रो महेश सर त अनि अगाडि लाग्नुभयो त हौ अनि पर्फर्मेन्स खतरा आउँदैछ है भाइको तुलना हाम्रो केही नाम मात्रै लिएको थियौँ उहाँको पर्फर्मेन्समा कस्तो कुरा आउँछ भन्दै थियो उहाँ त लाग्नुभयो उहाँ त फेरि हात इन्जिन खोल्नु भएको छ अरे उहाँको इन्जिनको आज पर्फर्मेन्स पनि हेरिनेवाला छ हामी चाहिँ एक्सपल्समा दाइको बाइक हुनु हो खतरा हिलो खाएको छ डिस्कभर 125 दाइको खतरा पर्फर्मेन्स त खतरा दिँदैछ दाइले फेरि छिराउनुहुन्छ क्या यस्तो ल नडराइ हामी चाहिँ जाँदा गाउँ पुगिसकेका छौँ अहिले हाम्रो दाइ पनि आउँदै हुनुहुन्छ पछाडिबाट खतरा अहिलेसम्मको एक्सिडेन्ट कस्तो हुँदैछ दाइ आएकै बाटो हो तपाईँको मेरो पनि आएकै चाहिँ नभनौँ योसँग दुईचोटि सेकेन्ड टाइम हुन्छ मेरो तर त्यो गर्मी सिजन भएर होला राइड मजा नै हुँदैछ है हावाले सुरुरुरुरुरु हाल्दैछ हामी चाहिँ चाबा गाउँ आइपुगिसकेका छौँ देख्न सक्नुहुन्छ ठुलो डुलुङको टार्गेट हो हाम्रो तर यहीँ अलरेडी 4:40 त भइसक्यो होला है 10 मिनट छ ए 32 भयो 32मा पुग्न सकिन्छ हाम्रो दाइको राइडिङ स्किलको पनि आज कुरा उठ्नेवाला छ दाइको पर्फर्मेन्समा तपाईँको हाम्रो दाइको यहाँ खतरा राइडिङ स्किल चल्दैछ है तपाईँको यहाँ देख्न सक्नुहुन्छ हाम्रो दाइ र सर चाहिँ यहाँ यस्तो हुनुहुन्छ अब उहाँको पर्फर्मेन्सले कसरी पुगिन्छ हाम्रो पछाडि चाहिँ दाइ खेलाउँदै हुनुहुन्छ है तपाईँलाई चाहिँ फेरि सानो बाइक भनेर तपाईँ बिस्तारै पर्खिँदै आउँदै हुनुहुन्छ दाइले टपेर अगाडि पो जानुहुन्छ अहिले यहीँ आउनुभयो पेट्रोल सोध्नु भएको पेट्रोल त माथि यहाँ माथितिर छ हो अलिक माथितिर हाम्रो दाइकोमा चाहिँ अलिक पेट्रोल कम छ त्यसैले अगाडिको दाइकोमा पेट्रोल हाल्नलाई हामी पेट्रोल पम्पमा रोकिँदैछौँ अनि हेरौँ के हुन्छ यो चाहिँ चापा गाउँ मेले जाने बाटो हो यसमा चाहिँ खतरा रोड छ है बाइकको स्पिड चाहिँ अलिक बढी भयो कि अलिक स्लोमा जाउँ अलिक मामाहरू बसिराख्नु भएको छ अनि आफ्नो सेफ्टीमा पनि ध्यान दिनुपर्ने हुन्छ यो साझा यातायात पनि चल्दो रहेछ है आजभोलि चाहिँ हो पहिले हजुर लेलेसम्म अहिले चल्छ अस्तिसम्म त चल्दैन भन्थ्यो त साझा त अहिले तातो लागेको छ है रोडको अवस्था चाहिँ राम्रो छ तर त्यस्तो आउँछ क्या यहाँ चाहिँ टिफरले उडाउनु पर्छ त्यस रोड राम्रो भएर पनि माथिबाट झरेको गर्नु रहेछ यस्तो छ
अब हामी चाहिँ यहाँ रेलेर यो ठुलो कुल्लुङ जाने बाटो छुट्टिने ठाउँमा आइपुगिसकेका छौँ। अलिक परतिरदेखि हामी दाहिने मोडेर उकालो लाग्छौँ। यो यता लेले गयो भने सिधै लेले हेटौँडा पुग्दो रहेछ भने हामी पुग्दै आँट्यौँ। अहिलेसम्म हेर्दाखेरि चाहिँ यहाँबाट दाहिने मोड्ने चाहिँ आउँदैछ अगाडि साइडलाई किने यहाँदेखि ओह्रालो अलिक टाढा काट्नु न तलदेखि आयो भने त जहाँ यता हौ यता यता हाम्रो दाइ चाहिँ यता झुकिँदै हुनुहुन्छ लोकेसन हाम्रो दुईजना खोइ देख्नु भएन कि किन हौ दाइ नजिकै आउनु न हो नजिकै आउनु तपाईँको यहाँ फेरि टेस्ट हुँदैछ तपाईँको नयाँ इन्जिन खोलेकोमा यहाँ खोला चाहिँ बबाल छ है मर्निङ चाहिँ बबाल छ क्या डर लाग्ने गरिने हेर्नु कहाँ कस्तो छैन हौ पिच छ पुल छ कि पुरै यो त पिच त अलि मासतिर गएपछि त सकिन्छ नि अफरोड पो स्टार्ट हुन्छ हाम्रो बाइकको चाहिँ के भयो धुवा पो फाल्दैछ त हौ नयाँ बाइक भन्दा पनि हात इन्जिन खोलेको भन्नुहुन्छ र कति एक दुई दिन त यसरी फाल्छ भन्ने कुरा छ मिस्त्रीहरूको यो मिस्त्रीहरूले हेर्दै हुन्छ भने यसको के हो खासमा यो बताइदिनु पऱ्यो तर यहाँतिर धेरै क्रसर रहेछ है कि यता पनि क्रसर अघि तल पनि भिडियो बनाउनु अलिक पाइएन क्रसरले गर्दा माथि भित्रतिर यस्तो दिन्छ अनि यो त अलिक ध्यान दिनुपर्ने भयो सरकारले त्यहाँ पो जानुपर्ने रहेछ त्यहाँ एउटा यो पेट्रोलको छिरिरहेको छ न त्यो माथि घुमेर त्यहीँ बाइक लेख्ने रहेछ हो बिस्तारै है दाजु के भन्छ है यस्तो नराजा रोडको त राजा आउँदैन हाम्रो राजा साथ यताले त के पार्नुहुन्छ है मलाई चाहिँ नदारी राख्नु र है तपाईँको राइडिङले चाहिँ अलिक अझै पनि झर्नेवाला बाटो है राई तिन पाते 5 किलोमिटर भनिरहेको है तिन पाते अझै पनि 5 किलोमिटर छ अरे हाम्रो यस 40को स्पिडभन्दा बढी हाम्रो नमिल्ने रहेछ बाटो यस्तो छ बाटो बन्दै मात्रै रहेछ यो सर्ट राइडको लागि चाहिँ ठिकै हो काठमाडौँबाट यसो 3 घन्टा लाग्छ ए सर्ट त भन्दै मिलेन त्यो हामी कम्तीमा पनि 10 बजे निस्किनु पऱ्यो घुमेर राम्ररी एक्सप्लोर गरेर नेचरलाई एक्सप्लोर गरेर आउनु भयो चाहिँ कम्तीमा पनि हाम्रो त अलरेडी लेट भइसक्यो हाम्रो त घरले चाहिँ अब यदि जाँदै हुन्छ भने यस अलिक एक दिनको टार्गेट चाहिँ राख्नु होला ए केटाहरू पनि राइडमा आएको हो अघि हामीलाई टपेर आएको थिएँ यहाँ आएर बसेको तर ए 360 त हाल्दै रहेछ है भर्खर अब चाहिँ रेस पत्र आउँछ त्यहाँ दुईजना पत्र एमटी र नगर्नु न यो दिदीकोला नगर्नु न यो चाहिँ अनि अलिकति ढुङ्गाले पिकनिक त पार्यो भने त अनि दुईजना त हामी त त्यस्तै छु यो अलिक मान्छेहरू यहाँदेखि यो यो वेमा त तपाईँहरू एडभेन्चर पनि महसुस गर्न सक्नुहुन्छ अगाडि माथि हेऱ्यो यस्तो माथि यस्तो छ तल हेऱ्यो तलबाट अघि देखाइहाल्यो तपाईँहरूलाई सक्नुभयो कस्तो अघिको ठिक ए त्यो लिमिटवाला चाहिँ अलिक नगर्नु ए नगर्नु अलिक डिलिट भइन्छ हौ जिस्किँदा डिलिट भइन्छ हजुर तलैबाट आम्मा यहाँ रोडहरूको काम चल्दैछ बिदा यता माथि देख्न सक्नुहुन्छ यस्तो बिदाको बारी वा यहाँ त काठमाडौँमा मात्रै बस्ने मान्छेहरू चाहिँ डराएर अलिक आउँदैन है बाटोमा चाहिँ यस्तो यस्तो के हो राजाको साउन्ड हो ए ए अलिअलि टाढो राख्नु चाहिँ हुँदोले आमा के आवाज आएको यस्तो इन्जिनको कस्तो आवाज यस चिसो हुनु थाल्यो है चिसो हुनु थाल्यो खतरा माथि भ्यू चाहिँ खतरा कतिको क्याप्चर गर्दैछ क्यामेराले चाहिँ भ्यू चाहिँ हामी चाहिँ खतरा देख्न पाउँदैछौँ कतिको बिस्तारै
भन्नु ल तपाईँको फेरि राइडर नभन्नु न तपाईँको राइडिङ स्किलले यहाँ गर्छ गर्ने देखिसक्नु यता अब यता यस्तो छ यता यस्तो छ अब डराउने कि इन्जोय गर्ने हो त्यो चाहिँ अलिक के भन्नुहुन्छ तपाईँ यो बारेमा चाहिँ यताको भ्यूले रमाउनुहुन्छ कि यताको हेरेर डर विकास ए हो ए हजुर प्रकृतिलाई रोक्नु सक्दैन कसैले पनि यो तपाईँ विकास भन्दा हुन्छ अब यहाँदेखि चाहिँ उकालो होला है दाइ खोइ दाइ उता लाग्नुभयो यता माथि हो खास हुँदै यता त हेटौँडा जाने भएको यता चाहिँ गुम्जोक्सन जान्छ क्या अनि हेटौँडाबाटै जाने हो बुढाले हेटौँडा पुऱ्याउने मासु के हो म्याप हाम्रो दाइकोमा चाहिँ म्याप बिटेको छ दाइले हेर्दै हुनुहुन्छ होला यदि आँखा त्यही मात्रै सबै दाइको तेलवालाले त यो कहाँ हेटौँडा हेटौँडा ठुलो त फेरि मैले चाहिँ हेलमेटै ल्याएर चाहिँ किनभने भिडियो बनाउँछु बाटो अब यस्तो यस्तो गाडीहरूले छिटो दिनेर हाम्रो दाइ चाहिँ यता ड्राइभर चाहिँ उहाँको स्कुटीकै टाइम टाइममा यस्तोले चाहिँ फेरि अलिक होइन त्यस्तो नपार्नु होइन त्यो उहिले अलिक नपार्नु ए नजोसिनी न तपाईँको फेरि जोसाइले पीडित भएछ त्यो यो हेटौँडा चाहिँ बागमती प्रदेशको उयो राजधानी भएर पनि होला होइन अलिक बाटो चाहिँ राम्रो बनाएको रहेछ उता फर्बिङ बाटो पनि केही दिन अगाडि मात्रै म हेटौँडा पुगेको थिएँ राम्रै थियो रोड चाहिँ सानो छ स्पिड कुदाउनु चाहिँ मिल्दैन त्यो कन्डिसन चाहिँ सब बिजै छ त्यस्तो ठाउँमा बिचमा थोरै चाहिँ गएको छ त्यो खोलाहरूले उडाएर यता चाहिँ अब अहिलेसम्म ठिकै छ के हुन्छ हामीले के हो यो डाँडा कटेर जानुपर्ने हो दाइ के कसो हो तपाईँको पनि फर्स्ट टाइम हो ए हाम्रो दाइको के भयो यहाँ चाहिँ हाम्रो दाइको चाहिँ बाइकले उयो गइसकेछ स्विचले गयो कि पेट्रोल सक्यो पानी परेको कि त्यो हुस्सु हो बादल ओहो बादल लेकमा यो लेक हो ओहो यहाँ त के काम गर्दैछ हो यस्तो डोरी छ के काम होला हौ खतरा डोरी चोरी छ मिसिनहरू यस्तो यो हालेर यहाँ पनि रोडै काम चल्दै रहेछ ठिकै छ विकास हुँदैछ खोइ पुरै डोरी तानेर तार हो र डोरी सेतो डोरी जस्तो देखिँदैन हो हामी चाहिँ त्यो तिनपाने भन्ने ठाउँमा आइपुगिसकेको थियौँ 5 किलोमिटर चाहिँ आइसकेछौँ डाँडा चाहिँ काट्यो होइन हाम्रो त यता खुसी हुँदै हुन्छ डाँडा काट्यो भनेर होइन त्यस हामीले ललितपुरलाई चाहिँ के ललितपुर त हामीले त छोडिँदैन नि होइन अलि हुस्सुमा चाहिँ बिस्तारै कुदाउनु पर्छ हुस्सु पारी पारी यो चाहिँ पारी मात्रै हो खासै टाढा पनि छैन र पनि यस्तो के देखिँदैन यतै रहेछ हौ दाइ चाहिँ फेरि यता फर्किँदै हुनुहुन्छ दाइ चाहिँ अब आउनु न दाइ यता अरे हौ ए सोधेको दाइ आउनु न दाइ चाहिँ म्यापले अलिक आज काम गर्दैछ होइन आउँदैन हुन्छ सोधेको ए दाइले म्यापले काम नगरेर होइन किन हामी चाहिँ पछाडि बस्छौँ भनेर फर्किनु भएको रहेछ खतरा भ्यू चाहिँ तर के हो यस्तो भ्यू चाहिँ अलिक ठिक हो कि होइन हौ दाइ तपाईँको विचारमा के भ्यू ठिक छ एकदम ठिक हो कडकनाथ हो ल दाइ यता इन्जोय गर्दै चाहिँ म खिच्दै भन्दा पनि यता दाइ चाहिँ हाम्रो एक्साइटेड हुन्छ कुदाउने मान्छे अब एक्साइटेड पनि किन नआउनुहोस् हेर्नु न तल कहाँदेखि माथि आइपुगिसक्नुभयो त्यो हामी त्यो डाँडा भन्दा पनि पल्लोपट्टिबाट हाम्रो है यो बस्तीलाई चाहिँ के भन्छ यो तिन पानी मैले त बिर्सेको यो तिन पानी एरिया पर्दो रहेछ अब ऊ माथि डाँडामा अलि घरहरू देख्दै हुन्छ तपाईँहरू यहाँ पनि यहाँ रोड छेउछेउमा त छँदैछ अगाडि चाहिँ यस्तो
अन्त यो ठुलो गाडीहरूसँग टाढा बस्नुपर्छ है। खाल्डामा यसरी खाल्डामा गइहाल्छ, हामी चाहिँ बसाउँछ। त्यही भएर खाल्डा चाहिँ अलिक किनभने यता यस्तो ठाडा छ, त्यसले गर्दा साह्रै गाई चिप्लिन नसक्छ हिलो त। केयरफुल भएर चाहिँ हिँड्नुपर्ने हुन्छ। रोडको अवस्था यस्तो छ, देख्न सक्नुहुन्छ। ल रोकियो यो बाटो चाहिँ अलिक, त्यही भएर टाढा हिँड्नु न। यो बाटो जाँदा ट्याप छ है फेरि यो ठुलोसम्म चाहिँ अलिक टाढा हिँड्नुपर्ने हुन्छ। यहाँ त पानी पऱ्यो भने त खासै फरक पर्दैन। हामीसँग एक्सपर्ट भएको के काम छ। दाइ त दाइ भइहाल्नु हो, दाइको चिन्ता नगरौँ। यता चाहिँ डेन्जर छ क्या, यता तल खुल्छ छ। भिड त के हो, भिड त माथि नहेर्नु न तपाईँ चाहिँ। मैले हेऱ्यो भन्दैमा तपाईँ चाहिँ कहाँ टाउको माथि माथि भरेको। तपाईँ चाहिँ सपेली 6 किलोमिटर यता। खुर्कोट त के हो र न त्यतिकै नि डराउने बनाउँदैछु। हिँड्नु न दाइ अलिक भित्ता चाहिँ टेप्नु। आम्मामा ऊ पारीको त्यो भित्तामा हुँदै हामी जानुपर्ने। भर्खर बन्दै मात्रै रहेछ यार रोड त। यस ए हो रहेछ, ऊ यहाँ खन्दै रहेछ नि त। आम्मामा के हो यार, हेर्दै यता यस्तो भिड छ, ऊ पारी खतरा रहेछ यार। यहाँ बस्ती चाहिँ त्यहाँ जान्छ यहाँ अझै पनि ऊ माथि हेर्नु न, ऊ माथि कति टाढा माथि देखिन्छ। खुसी लागेको त के बोल्नु छ हो यो जर्नीको बारेमा। यो जर्नी एकदम एडभेन्चर हुनेवाला छ। ठुलो भए पनि त्यसरी ठुलो गाडीहरू आउँछन्, यहाँ हेभी लोड गाडीहरू आउँछन्। अनि यो बाटो चाहिँ अहिले हामी 3 पाने डाँडा खटिसक्यौँ। यो ललितपुरको कुन यो गाउँपालिका हो त्यो चाहिँ थाहा भएन। इमान लक्ष्मी नगरपालिका त होइन होला यो, त्योभन्दा सायद दुर्लुङ त पुगेको छैन। हाम्रो ठुलो दुर्लुङ चाहिँ उता। हामी चाहिँ आज चाहिँ शनिबार परेकोले त्यो राईहरूको साकेलादेखि लगेर अब होइन सबैको किराँतीहरूको त्यो पाहाड चाहिँ त्यहाँ हेरेर आइयो होइन। अनि आज चाहिँ यो छिटोमा हामी आजको आयोजक चाहिँ हाम्रो महेश दाइ हुनुहुन्छ। यता देख्नु त महेश दाइले नि केही सोधौँ नि त म सोध्छु। महेश दाइले चाहिँ म सोध्छु महेश दाइ कस्तो लागिरहेछ। अनि तपाईँले त्यो भिड देखेर कस्तो डर लाग्यो, खुसी लाग्यो, कस्तो लाग्यो? भिड देखेर एउटा लाग्यो, एउटा लाग्यो यो एडभेन्चर रहेछ। अब हामी अब कतिसम्म चाहिँ अगाडि बढ्नु सक्छौँ? अगाडि कति बढ्ने भनेको ऊ भाइलाई क्यामेराम्यान भाइलाई थाहा छ। त्यो अनुसारले हिँड्ने हामीलाई गाइड गर्ने क्यामेराम्यान चाहियो त। त्यही त मलाई पनि त्यस्तै लाग्यो। अब ललितपुर, भक्तपुर, काठमाडौँ भनेको चाहिँ कतिपयलाई यो चाहिँ भ्याली मात्रै हो, यो चाहिँ सहर मात्रै हो भन्ने चाहिँ कतिपयलाई लाग्छ। तर यो ललितपुर चाहिँ मलाई लाग्छ सहरभन्दा पनि, भ्यालीभन्दा पनि यो चाहिँ यो पाहाड जस्तो होइन। भ्याली बाहिर चाहिँ यो विकट ठाउँ चाहिँ बढी छ जस्तो लाग्छ। जस्तो बागमती गाउँपालिका पऱ्यो होइन, दुर्लुङ पनि पऱ्यो होला, अझ अर्को कोन्जोसम्म होइन। तिनीहरू चाहिँ धेरै छन् र निकै नै एकदम यस्तो ट्राभलिङ गर्नका लागि यो ठुलो पाहाड सिरेर चाहिँ यस्तो ठुलो रोड बनाउनु भनेको पारी देखाउँदा ल कस्तो छ त्यहाँनिर होइन। यस्तो बनाउनु भनेको जोस् राम्रै रोड बनेको छ, जोस् कायदाकै छ एकदम। यस्तो दामी छ, क्रसरहरू पनि धेरै रहेछ यहाँ चाहिँ होइन। अनि यो बाटोहरू चाहिँ कोही ठाउँमा कच्ची छ। अब यो चाहिँ अब फेरि पहिलाको बाटो भत्काएर चाहिँ भत्किएपछि फेरि अर्को बनाएको होला सायद। र हामी बाँकी अपडेट चाहिँ दिँदै जान्छौँ अगाडि। हामी चाहिँ यहाँ माथिदेखि अघि देखाएको भिडियो त्यही हो अहिले भर्खर। अब यहाँ चाहिँ यस्तो रहेछ, यहाँ भर्खर भन्ने रहेछ। तर यता माथि चाहिँ ओभर डेन्जर रहेछ क्या, अझै त्यो ढुङ्गाहरू झर्दैन रहेछ। ऊ भर्खर सावधानीहरू हामी यहाँ त के डेन्जर थियो यहाँ देख्नु सक्नुहुन्छ। यहाँ ढुङ्गा यो रोड बढाउनुलाई पनि हुनसक्छ। मैले त कहाँबाट यहाँ त भर्खर झर्दैन रहेछ। यहाँबाट जति डेन्जर देखिएको थियो त्योभन्दा डेन्जर चाहिँ यहाँ रहेछ रोड। तल रोड हेरेर पुऱ्याउनु तपाईँ चाहिँ माथि नहेर्नु न। यहाँदेखि झऱ्यो भने त के हुन्छ, तल हेर्नु सक्नुहुन्छ। तल एकैचोटि खोलामा क्या डेन्जर चाहिँ। यहाँ 2टा गाडी पनि क्रस नहुने रहेछ अहिलेको अवस्थामा। यो ढुङ्गा चाहिँ काट्नै पर्ने रहेछ जसरी पनि। हर्न बजाउनु पर्छ है। हामी चाहिँ माथिदेखि झरेको। अब यहाँ चाहिँ तल चाहिँ हेर्न सक्ने कन्डिसन छैन। खोला पारी पनि त्यो केही झिक्नलाई रोड बनाउँदै रहेछन्। अब भन्दाखेरि अब ललितपुरभित्रकै जिल्लामा पनि यस्तो छ भनेर मान्छेले नसोच्न सक्छ। तर तपाईँहरूले देख्न सक्नुहुन्छ व्याकरणमा यस्तो छ। यो भर्खर भन्दै
हामी चाहिँ हुम्लाको कुरा गर्छौँ, तर यहाँ भ्यालीकै हामी आएको 1 घन्टा नि भएको छैन, 1 घन्टाको भित्र नै यस्तो देख्न सक्नुहुन्छ। यहाँ भिडियो सिडियो बनाउँदै हुँदो रहेछ, के भाइरल ठाउँ जस्तो छ, यस्तोहरू रहेछ तल। हामी त कोप्चा पो हेर्दा पो थोरै रहेछ त कोप्चा त सानो रहेछ त। माथि पारी चाहिँ ठिकै छ जस्तो छ, रुखहरू छ, हरियाली छ र यहाँ विकास गरिँदैछ, राम्रो कुरा हो। धुलो त यहाँ त अफरोडको मजा त यहाँ छ नि। यता यस्तो छ नि, यता यस्तो छ, धुलोले त हालत कस्तो बनाएको छ भन्नाको छ। के अरे कपालको हालत छ, यस कपालै छ। यहाँ चेकिङ पोस्टहरू पनि रहेछ। यस कागज पेपर चाहिँ राम्ररी बोकेर आउनु होला यदि आउनुहुन्छ भने। आजभोलि खतरा छ, मान्नुपर्ने हुन्छ सरकारको नीति नियमहरू। तपाईँको चाहिने जो कुराले तपाईँको पेपर चाहिँ सब लेख्नुपर्ने। यो त सकिने कुरै गरेन त। यो चाहिँ काठमाडौँबाट आएकै हुनसक्छ है, यो ट्याक्सीले। भ्यू त कस्तो राम्रो देखिने रहेछ नि यार दाइ, त्यो हुस्सु नलागेको भए। हुस्सुले आज त्यो पनि हो, हामी अब रात पनि गर्नु लागिसक्यो, त्यही भएर पनि भिरको त सकिने नाम गरेन। बारी देख्न सक्छ, बिस्तारै डप होला है। मेरो अहिलेसम्म लभ परेको छैन, त्यही भएर तपाईँले फेरि तपाईँको गर्लफ्रेन्डले धोका दियो भन्दैमा तपाईँ डिसाइड गर्नु खोज्दाखेरि मलाई लान नखोज्नु। मेरो चाहिँ अहिलेसम्म लभ परेको छैन, लभको एक्सपिरियन्स पनि गर्न सकेको छैन। यो तपाईँ नाच्नु न भाइ, त्यो फेरि रियालिटी हो। यस्तो चाहिँ के अर्कोलाई रोडै रहेछ क्या तल, बाहिर जस्तो देखिन्छ तर त्यो केही यहाँ पर्तिर आउने ठाउँलाई महालक्ष्मी नगरपालिका नै भन्छ त। ठाउँ त कि छैन, जान्छ हौ बाइक, जान्छ त। हाम्रो बाइक त जहाँ पनि जान्छ क्या, यत्रो रोडमा त कस्तो भइहाल्छ। यस्तो स्पोर्ट बाइक नै कुदाइरहेछ हो यहाँ। यो एक्सपल्सरसँग तयारी जानु छ। आमा यो त तर सकिने नामै गरेन हौ, तल ठुलो खोला रहेछ, कुन खोला हो यो चाहिँ सकिने पानी चाहिँ छैन, त्यो उयो मात्रै आएको रहेछ हौ। तल खिच्दैछु त, जान्छ त बिस्तारै। उपर जान्छ हौ दाइ, पर त आउनु न दाइ, उपर बस्नु सक्यो नि। हटिहाल्छ नि उहाँ ढुङ्गाको त्यो तपाईँ पल्लोमा यसै आएन, तपाईँ यहीँ बस्नु। किनभने यस्तो टिफरहरूलाई नै आएको छ, यसलाई अलिअलि यत्रोमा त छिर्छ, यत्रो ड्रप त छिरिहाल्छ। यहाँ चाहिँ साइड दिनुपर्ने रहेछ, तल चाहिँ यता माथिदेखि पहिरो झरेर जतै चाहिँ माथि बसिराख्नु पर्छ, यता पहिरो देख्न सक्नुहुन्छ। अब यसरी साइड दिनुपर्ने हुन्छ, यसरी धुलो पनि त्यस्तै थाल्छ नि त। अब नछिर्ने होइन, बाइक छिर्छ तर धुलोले गर्दा आँखातिर फोरतिर लाग्यो भने फेरि यता भिड पनि सक्छ, सायद चाहिँ अब दिनुपर्ने हुन्छ। यसरी आउँछ, यसरी यति नजिक छिर्दैछ, यता पनि आउँदैछ। त्यही भएर हामीले वेट गर्ने नै छौँ। यो दुइटा छिरेपछि जाउँ, ऊपर पनि आउँदैछ, त्यसलाई त्यतै गर्न सक्छ। अब यदि तपाईँहरू चाहिँ हटौडा जाँदै हुनुहुन्छ भने यो बाटो चाहिँ अलिक नजानु भन्छ म चाहिँ अहिलेको कन्डिसनमा चाहिँ। किनभने बन्दै मात्रै बन्छ, अब धुलो पनि यस्तो छ कि पहाडी त्यस्तो भर्किएकै गाडीलाई साइड दिनुपर्ने हुन्छ यसरी रोकेर। तर अझै तपाईँ नयाँ राइडर हुनुहुन्छ भने यो बाटो चाहिँ एभोइडै गर्नु सक्छ, किनभने अलिकति मिस भयो भने यता लड्यो भने त अब अहिले पहिरो माथि यस्तै छ, पहिरो यस्तै छ, तल यस्तै छ। अब रोड पनि सानो,
तपाईँ नयाँ हुनुहुन्छ भने एक्सपिरियन्सले गर्दा पनि जति राम्रो कुरा आए पनि एक्सपिरियन्सको अलिक यहाँ जरुरी देख्नु छ हाम्रो दाइलाई पर्खिनु पर्नुहुन्छ एकछिन। अब त्यही भन्छु म चाहिँ यो बाटोमा, तपाईँ चाहिँ के भन्नुहुन्छ यो बाटोमा? यहाँ आएर एक ठाउँमा चाहिँ रोकेको छौँ, जहाँ चाहिँ यहाँबाट उता चाहिँ अब हामी नजाने प्लान बनाएको छौँ। यहाँ दाइहरूको चाहिँ टिकटक रिहर्सल चल्दैछ, राम्रो खतरा भ्यू आउँदैछ। हो व्याकरणमा पनि त्यो घाम लुक्न लागेर हो त्यहाँ बिस्ताउनु लागेर त्यहाँ राम्रो भ्यू देखिँदैछ। तल खोला देख्न सक्नुहुन्छ, खोला छ, गाडीहरू चाहिँ चलेकै हुँदो रहेछ। तर यहाँ पास मागेर मात्रै जान पाइने रहेछ क्या, कुनै कुनै ठाउँमा एउटा गाडी मात्रै मुस्किलले छिर्ने रहेछ। त्यसले गर्दाखेरि यताबाट आउनेले पनि पास माग्दैछ, यताबाट जानेले पनि पास मागेर मात्रै जानुपर्ने रहेछ। अब यो कन्स्ट्रक्सनको काम चलिरहेको छ यहाँ पछाडि, त्यसले गर्दाखेरि यहाँ चाहिँ 7:30 बजीदेखि चाहिँ बन्द हुँदो रहेछ। यो रोड बन्द गरेर चाहिँ काम गर्छन् रे राति। त्यही भएर हामी योभन्दा उता अब जाने मन त थियो, अब जाने मन भएर पनि अब जुन चाहिँ अब यो नियम गर्नु छ त्यसले गर्दाखेरि हामी अब नजाने भयौँ, यहीँबाट फर्किनेवाला छौँ। अब केही भयो भने बाटोमा भिडियो देखाउने छु, नत्र भिडियो सकाउने छु है साथीहरू। यहाँ हाम्रो दाइ पनि हाँस्दै हुनुहुन्छ, मेरो के ठिक लागेन, मेरो के बोली ठिक लागेन। अघि नाच्दाखेरि कस्तो ए हाम्रो दाइको यहाँ नचाइ टायरको यहाँ टिकटक चलिरहेको छ। अब केही छैन, अब त्यस्तै हो, नेक्स्ट टाइम आउँला। यो आज नै ढिलो पनि निस्केको हो, त्यसले गर्दाखेरि खासै अब चित्त दुखाइ छैन, जस्ट यतिको एक्सपिरियन्स लिनु पायो, त्यही नै बेस्ट हो। ल ठिकै छ, अब बाटोमा केही राम्रो भइहाल्यो भने मात्रै देखाउने छु, नत्र भिडियो यहीँ होला। Make it alive, do it again, yeah.